र आज हामीहरू विशेष गरेर यो कालीगण्डकी किनारमा शालिग्राम शिलाहरू पाउने ठाउँ पनि रहेको छ। आज हामीहरू शिला खोज्ने क्रममा पनि छौँ। दर्शकबिन अति गढिएर हेर्नु होला, शिलाहरू पाउने ठाउँ रहेको छ। शिलाहरू शिला जस्तै छ। सुबिन ले त नानी यहाँ यता देखाउ त, देखाउ। यहाँ सङ्केत पनि यहाँ हातमा लिने बित्तिकै चिसो चिसो हुन्छ, ढुङ्गामा चाहिँ चिसो हुन्छ भन्ने पनि थियो। पसिना चाहिँ छुने बित्तिकै पसिना आउने भन्ने छ। अलि जुम गरेर देखाउ त नानी, यहाँ अलि जुम गरेर। पसिना चाहिँ आएको छ है। यो शिला हो कि होइन हजुरहरू आफैले चाहिँ बुझिदिनु भयो है, भनिदिनु है त। कोही दर्शकबिन्दुहरू त्यस्तो हुनुहुन्छ जुन शिलासँग सम्बन्धित ज्ञान, यो मैले यसरी छुने बित्तिकै पसिना चाहिँ आएको छ शिलामा, यसरी कर्म छ, पसिना चाहिँ सुक्छ। मैले यता फर्काएँ, यो पसिना यहाँ छ, मेरो हात सुक्का नै छ। जस्तै हामीले अरू अरू ढुङ्गाहरू लियौँ, ढुङ्गा लिएर विचार गरौँ र यसमा पसिना आउँछ कि आउँदैन। पसिना आउँदैन, यसमा छैन। यसमा चाहिँ पसिना छ। यता फर्काउनु, पसिना चाहिँ छैन। यो जुम गराएन नि, यसरी पसिना चाहिँ छ। के हो, शिला नै हो त? हुनसक्छ। ल, यो शिला हो जस्तो छ। यसरी यो नदीहरूमा चाहिँ शिला पर्याप्त मात्रामा पाइन्छ, एउटा पाइन्छ। र यहाँ विशेष गरेर आज स्नान गर्ने चलन पनि छ। यहाँ वारिपारीहरूबाटै यहाँ पारी पनि धेरैजना मान्छेहरू हुनुहुन्छ, स्नान गर्नुभएको छ। पसिना सबैसँग पसिना चाहिँ आउँदैन। अर्को पनि शिला जस्तै वस्तु देखिएको छ। शिला हो होइन, मसँग चाहिँ एउटा शिला रहेको छ। शिला होइन। ल, भिडियोलाई लाइक गरिदिनु होला दर्शकले।